क्यासेट पुरा हामीलाई प्रोटोटाइप भइरहेको थियो म त यहाँ मेरो पार्टनरको त्यो त क्याप्टेन हुन्छ बिक्री आएर ए त्यो होइन गाउँको गिरले गाउँको गिर होला बेटा अनि हो नि Stay in your team groups. है अहिले लास्टमा चाहिँ टिममा फोटोग्राफ हुन्छ त्यसले गर्दाखेरि if you can stay in your teams. No, Kent, यता है Kent. Kent. Kent ओले I hope you all made it. कोही टिम मेम्बरहरू आउनु भएको छैन भने तपाईहरुले अझै यसो बोलाउँदै गर्नुहोस् है गर्दा थ्यांक यू फर एभ्रीवन कमिङ. द मेन एम अफ आजको चाहिँ एम चाहिँ have the Davis Cup in the morning as in from the team that the chit chat have के अरे गफ गर्ने इन्फर्मल इन्भाइरोमेन्टमा है हजुर त्यो छ त्यति मात्रै छ आजको मेन एम चाहिँ गर्दाखेरि चाहिँ आई होप के अरे यु आर प्रिपेयरिङ वेल एन्ड बिफोर आई से एनिथिङ प्लिज इन्जोय द डे आई थिङ्क सो विच इज गुड न्युज एन्ड वी क्यान युज द्याट थ्रु आउट द डे एन्ड प्लान इज टु हेभ द Davis Cup finished by around 4 o'clock. Quick shower, dismantle quick shower, and around 5 o'clock, तल D lounge मा जाने अनि 5 तिर चाहिँ फुड हुन्छ around 5-6 सम्म त्यसपछि प्राइज गिभिङ अनि इन्टरटेनमेन्ट एकदम fantastic छ आज त्यसले गर्दाखेरि चाहिँ we will enjoy and we will stay there as long as we can है गर्दाखेरि चाहिँ night is ours so last person is starting right त्यसले गर्दाखेरि enjoy the day without saying any further we have introduced 1 point championship. So 1 point championship for one service game. So you get, you'll do heads or tails, rock paper scissors. Either way, you choose who serves, and then you serve. If it hits the net, you get a second serve. If you double fault, you lose the game. The other person goes through. The other person goes through. Okay? Yeah, just one service. Yeah. So as I said, center court and court 6. Center court will have matches 1 through 6. This is to avoid any confusion. And if you're not playing, then please stay around your court. You will be staying in the same court throughout the day. Right? Please stay on the court, encourage each other. The whole idea is not just they are playing it. कसरी बसे म नम्बर 8 हो भने चाहिँ कहाँ Court 6 मा Next number 8 नम्बर 8 Yeah! Next! Out! Only got you. Well played. Yeah! Walk over on. One point tournament. Yeah. Yeah.
लो बहिनी लो कम अन ल मामा गयो ओ ए राम्रो ओ नम्बर 1 वारकसँग परे है नम्बर 1 ए डबल फल गर्नु भएन सक्यो ए बल छ है त केयरफुल रमाइलो हुन्छ के मार्नुस् well done out यसरी बिस्तारै हान्नु पर्दो रहेछ कि सर्भिस गयो
ओ दामी Yeah! Out, 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 out! क्या सेमीफाइनल ओ ओ के अरे सिंगल पोइन्ट च्याम्पियनसिपको सेमी फाइनलिस्टहरू अल्डोसो टोलीले लम्पट ल Semi-final number 2. 64 वटा प्लेयरमा यो लास्ट 4 को म्याच हुँदैछ फाइनलिस्ट बिरमा पुगिसक्नु हो एन्ड नमराज गुरुङ भर्सेस मोतीलाल शेरपुञ्जा मगर प्रेसर out सक्यो च्याम्पियन नवराज गुरुङ मामश्री हुनुभयो डबल्सको चाहिँ म सबभन्दा पहिला आउल के अरे आल लुक एट द कोर्ट्स हरेक कोर्टमा अलरेडी सेन्टरमा पनि एउटा बल हुनुपर्छ 6 मा एउटा बल हुनुपर्छ वी विल बी युजिङ एक्सेप्ट 1 विल बी युजिङ अल 9 कोर्ट्स टुडे है गर्दै कोर्ट सुन्नुस् अनि र I'm sure your team captains must have briefed you about what pair you're playing. For that reason, remember that, and I will go through that. Hey, so center court ma chai double 1.
All the double ones play in center. 3, 2, ready? 3, 2, 1. Ready? 1 more. The rest of the UK go. Time, sir. Extra. Okay, rest of the UK. Make a good sound. Oh, बल्ल भयो त अनि त हुँदो रहेछ त It's already recorded छ है हजुर निलजी अल्लसरले जित्ला जस्तो भइगयो त ल यार अल्ट्रासाउन्ड हो ल अल्लसरले जित्ला जस्तो भइगयो त यार लु रनर अपको यहाँ मैले भिडियो खिच्दैछु है राखे हुन्छ ल हेर्दै गर्नुहोस् है यता पनि ल यता हेर्नुहोस् है ल टिम अल्लसर अल्ट्रासाउन्ड यता साउन्ड Make a sound, guys. टिम रेडी Hampshire! Come on, Hampshire! Let's do this! Come on, Hampshire! ल लेडिज आउनुहोस् लेडिजहरू पनि Come on, Hampshire! टिम अल्लसर एक्स्ट्रा पोइन्ट पायो है एक्स्ट्रा पोइन्ट पायो है एक्स्ट्रा पोइन्ट Look at this one, look at this, make a sound. Yay! Team Alderson! Yeah, sounds like winner, right? Sounds like winner. अनि अनि क्लिक त भएन नि त हेर्नुहोस् न क्लिक त गर्दैछ Defending champion, right? Defending champions. हाफ गरेर मिल्नु न यता आउनु अरू यता आउनु न हाफ मिल्नु गरेको है यो वर्ष अलि वर्ष त पाउँदैन तपाईहरुले Defending champions. एउटा उता जान्छ उता उता जान्छ उता ल ओके Defending ल champions. ल चेस ल हैन Yes, make a sound. Come on, winner team. Winner team. गर्दैन त Out. ल हेर्नुहोस् त हजुर No way. राम्रो ओ
beautiful. के हुँदैछ साँच्चै हाम्रो रिजल्ट राम्रै हुँदैछ हैन हजुर दाइ आर्मीको नम्बर 1 हो यार यस्तो मजाले हान्छ कि उसले यार ओहो यार out Miss cute. Ram. Oh, good. Oh, आए बर
कट्यो कट्यो Whoa, rally! Oh! भिडियोमा छ
1, 2, 3. एकछिन है Always next year अब के always next year. ल आज हाम्रो जिएनटिसीको सेकेन्ड गाला डिनर चाहिँ डिलाउन्समा थियो लास्ट इयर चाहिँ अम्पायरमा भएको थियो सो फुडहरू चाहिँ लुक्स डिलिसियस तर के छ अहिले थाहा हुन्छ I like it. क्षमा पनि चाहन्छौँ तर खाना पाक्दैछ भर्खर हाम्रो भान्जी तयारी हुन्छ ड्रिङ्क लिँदै गर्नु होला नमस्कार हजुर सबैजनालाई मलाई सुन्दै हुनुहुन्छ नाम किरण चामलिङ हजुरहरूले लगभग मलाई चिन्नुहुन्छ चिन्ह पनि दुवै मनको कुरा सुख पनि दुःख पनि दुवै मनको कुरा सन्तोषले जिउन सके त्यो नै ठुलो कुरा यति भनेर सुरु गरेँ म अझ धेरै यहाँ बोल्दिनँ हजुरहरूलाई अरू लाउन चाहन्न म विशेष गरेर हजुरहरूको पुलको काम गर्नको लागि आइरहेको छु टाइम विल पास अस बाई इन द ब्लिङ्क अफ आइज भन्छ मैले यो किन भनिरहेको छु भने जस्तै हामीले लास्ट इयर डेभिस कप खेल्यौँ लास्ट इयर भइसक्यो 1 वर्ष बितिसकेछ फेरि आज हामी यहाँ छौँ पक्कै पनि हाम्रो समय दिनभरिको समय तपाईँहरूले सँगै बितायौँ पक्कै पनि एउटा संयोग मान्नुपर्छ र जे जसरी हामीले गेम खेल्यौँ बितायौँ सम्भवतः हजुरहरूले एकदमै सकारात्मक रूपले इन्जोय गर्नुभयो होला भन्ने लागिरहेको छ अनि हामी अहिले सेकेन्ड फेजमा छौँ हजुरले पक्कै पनि इन्जोय गर्नुहुनेछ पछि फेरि हामी त्यसो भनी व्यक्तित्वहरू हुनुहुन्छ लास्ट जेसुकै होस् डजन्टमा आउनुहोस् हामी सेयर गरौँ नाचौँ गाउँ रमाइलो गरौँ म यति नै भन्छु अहिलेको लागि र आजको लागि विशेष गरेर यो पुट टुगेदर गर्नको लागि सजिलो छैन र हामी सबैको तर्फबाट मैले कमिटमेन्ट साहब क्याप्टेन मोहन साहब अनि उहाँको त फ्यामिली नै सधैँभरि 4 जनाले एकदमै काम स्टिल यु क्यान सी 2 भान्जाहरू काम गरिराख्नु भएको छ उहाँहरू लगायत सम्पूर्ण कमिटीलाई बिहाइन्ड द सिन जति काम गर्नुभयो चाहिँ गजबले ताली बजाइदिनु हुन काम गर्नुपर्छ यसरी एप्रिसिएसन म हाम्रो एकदम श्रद्धेय क्याप्टेन मोहन गुरुङ साहबलाई स्टेजमा निम्त्याउँछु मोहन साहब हजुर धन्यवाद किरण भाइ माइक सुन्नुभएको छ होला गर्दै म पनि साह्रै धेरै लामो लिँदिनँ थ्याङ्क यू भेरी मच आजको लागि छिटै सबैजना इन्जोय गर्नुभयो होला गर्दाखेरि आई विल जस्ट से फ्यु वर्ड्स आजको लागि टेनिस क्लब 2017 मा स्टाब्लिस भएपछि हाम्रो फाउन्डर चेयरम्यान हदराई हुनेछिमा हामीले यहाँसम्म ल्याइदिनु भयो धन्यवाद दाइ हजुर धन्यवाद चेयरम्यान दाइ उहाँको नाम पनि एकचोटि ताली दिनुहोस् है क्यारियर तर विशेष के अरे जिएनटिसीको अथवा एलटिएको रुल अनुसार चाहिँ हामीले कति चेन्ज गर्नै पर्ने भएको भएर मात्रै हामीले यो गर्नुपर्ने भएको त्यसले गर्दाखेरि चाहिँ आई एम टेकिङ ओभर फ्रम दि भेरी केपेबल के अरे फाउन्डर चेयरम्यान दाइ गर्दाखेरि चाहिँ आई हेभ अ बिग सुज टु फिल इन तर आई विल डु माई बेस्ट है तपाईँहरू हामी सबै छ भने it's not about chairman anything about it's about us है त्यसले गर्दाखेरि प्लिज लेट्स टेक इट अवे अनि we will do our best to enjoy in the forthcoming years है we establish this club
है त्यसले गर्दा फर्स्ट थिङ चाहिँ हामीले हाम्रो मेन एम तपाईँहरूले वेबसाइटमा हेर्नुभयो भने मेन एम वाज टु प्रमोट हेल्थ एन्ड वेल बिङ थ्रु स्पोर्ट्स है गर्दाखेरि चाहिँ द्याट्स व्हाट वी आर डुइङ आई थिंक भीष्म भाइ इफ आई रिमेम्बर करेक्टली भीष्म अहिले के अरे जिएनटिसीमा हो कि बेसिकमा हाल्नु भएको थियो एकचोटि होइन समथिङ भेरी के भन्छ अरे टपिकल अनि र समथिङ अब हामी टेनिस खेलेर वेलबिङको लागि र जति पनि हामीले आफ्नो मेन्टल वेलबिङ सबै कुरोको लागि चाहिँ मद्दत गर्छ भनेर लेख्नु भएको थियो एकदमै त्यो सही कुरा हो त्यसमा अझै म एउटा कुरा थप्न माग्छु गर्दाखेरि इट्स नट जस्ट अबाउट promoting health and well-being. It's about connecting each other and in a better way. है अब हामी सबैको कमन ग्राउन्ड चाहिँ के भन्दा टेनिस. We are here because of the tennis. हामी टेनमा छौँ. सिमिलरली यहाँ पनि हुनुहुन्छ अरू ड्याडीतिर हुनुहुन्छ. Keep playing. अनि र तपाईँहरूको इन्डिभिजुअल अचिभमेन्टहरू थियो. फर एक्जाम्पल जित्नु भएको छ भने पनि थाहा भएको थियो. गुड राउन्ड अफ एप्लज भयो प्लिज है. दिउँसो हुनुहुन्थ्यो वरक भान्जा वाज आर्मी च्याम्पियन ट्वाइस इन अ रो विन्टर समर र विन्टर हुन्छ समरमा पनि भएको थियो विन्टरमा पनि भएको थियो बोथमा ऊ चाहिँ आर्मी च्याम्पियन भएको थियो यो सालको त्यति मात्रै नभएर हि वाज अनाउन्स्ड हि वाज अवार्डेड विथ प्लेयर अफ द इयर 2025 अस्ति चाहिँ हाउ क्यान यु हेल्प or how can I help? How can we help? The main thing is support GNTC. Mainly by just participating in any activities we organize. That is mainly tournaments. Tournament are ideas. If you don't come, there's no point us organizing it. Right? तपाईँले भाग लिनु भने मात्रै अब टुर्नामेन्ट हुने हो. यदि तपाईँले भाग लिनु भने हुँदैन. त्यसले गर्दा चाहिँ please come and support mainly by just turning up with law of Josh, right? Enthusiasm and Josh. त्यो main चाहिँ. अनि अरू चाहिँ how can you help us? Give us ideas. है कमिटी हामी बसिरहेको छ. It's not just about committee. Of course, someone will have to do the अलिकति टेबलहरू. तर ideas has to come from you. We don't know. हामी सधैँ एउटै ठाउँमा गइरहेको हुन्छ. We will think that that's okay. Unless you suggest us, we don't know. So त्यसले गर्दा चाहिँ नयाँ आइडियाहरू छ भने please ल्याउनुस्. A round of applause for them, then I would appreciate that. Background में काम करते चाहिँ Swam, Neil, Beer, for various things है अनि के अरे विशेष गरेर लोकल यहाँको अल्सो लोकल टोलीहरू गर्दाखेरि चाहिँ can I have just a big round of applause for everyone. Thank you so much for your help. Need to be done in the background. I hope you all appreciate that. Including that, thank you much, everyone. Everyone, wherever you go, promote GNTC. I have to do that. Thank you very much. हाम्रो एमहरु अनि अचिभमेन्ट्स एन्ड एभ्रीथिङ हजुरले कभर गरिदिनु भयो त्यसको लागि थ्यांक यू भेरी मच. त्यति भन्दै वीर बल दाइ उहाँ उभिनु भएको छ अगाडि उता हेर्दिनुहोस् न तपाईले दर्शक किन भनेर चाहिँ उहाँले भनिसक्नुभयो. अब मैले बोलाउनु लागेको चाहिँ हाम्रो सोनी कुमार बहिनी. So 1 point champion, I'm sure everyone knows whose it is. He is, of course, rest of the UK. In third place,
201 points is ready. In second place with 204 and first place had 242 points. Second place was Ken. In first place and the winners of the 2026 Davis Cup is Overshot Camberley and Farnborough. बस्नु सबै अगाडि अगाडिको बस्दिउँ त पछाडिको आउनु भएन 1 2 3 ल मेडल देखाउनु सबैजना मेडल 1 2 Thank you. Mama, बधाई. Thank you. होइन ऊ निलको. मिठो गीतको धनी मिठो स्वरको धनी कोकिल कन्ट्री हाम्रो गायिका अझै त्यसमा एकदमै गोर्जियस भन्छ हैन इङ्ग्लिसमा ब्युटिफुल सुन्दर हाम्रो गायिका बहिनी उहाँको नाम सोनी कुवर हाम्रो माझमा हुनुहुन्छ अब ढिला नगरिकन म उहाँलाई स्टेजमा आएर आजको साँझलाई मनोरञ्जन गराइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु हामी सम्पूर्ण जिएनटिसीको तर्फबाट बहिनी स्टेज अल युर्स हजुरहरूले ताली तामा बजाउनुहुन्छ भने मैले माग्नु पर्दैन मेरो माया दिलमा छैन कि
सर्वश्रेष्ठ भक्तदक्षज्यूलाई अनुरोध गर्न चाहन्छु र हजुरले ताली बजाएर साथ दिनुहुनको लागि पनि अनुरोध गर्न चाहे। सिनियर मान्छे फेरि उहाँको आशीर्वाद थापेर तपाईँको चाहिँ के अरे माया सम्मान पाएँ यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। समय दिनेसम्म मेरो युकेको बसाइ अझै पनि छ यहाँहरूसँग। आज थोरै भेट भए पनि फेरि पनि काहीँ न काहीँ भेट हुन्छ भन्ने अवश्य आशा राखेको छु। सबैजनालाई फेरि पनि भेटेर नाच्ने रमाउने मौका दिनुहुनेछ सम्झेर भन्ने यति बेला चाहिँ म जान चाहन्छु यहाँबाट। र आजको सम्पूर्ण टिम र यो माहौलमा आएर मलाई रमाउन र आफ्नो प्रस्तुति दिने मौका जुटाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय दाजु वीर बलाल दाजु, त्यसै गरी बम प्लेनलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। र अब भने हाम्रो गफ गफको क्रम अनि इन्टरटेनमेन्ट यदि हजुर